हिन्दू महासङ्घ नेपाल राष्ट्रिय समितिका अध्यक्ष, सनातन हिन्दू राष्ट्रका आदरणीय अभिभावक अनि दुईजनाको विवाद चाहिँ के हो त? हजुर, दुईजनाको डाक्टर रामचन्द्र अधिकारी गुरुलाई म हामी सबैलाई आशीर्वचन प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यतिकै बोल्दा बोल्दै फोटो पनि खिचिन्छ। अब होइन धेरै ढिलो पनि भएको छ। अब भद्रजी पनि टाढाबाट थाकेर होला, गुरुहरूलाई पनि सबैलाई हतार छ। अब म पनि बिहानदेखि आएर त्यति चाहिँ अनि अलिक गाह्रो भइरहेको छ। आज एउटा अलिकति उत्साहप्रद हाम्रो गुरुहरू युवा भाइहरू जो एउटा प्राणको चाहिँ क्षेत्रमा प्राप्त आफै प्रवचन कथा प्रवचन गरेर आउनुभएको यस्ता गुरु भाइहरू सबै हामी जुटेर अनि अब लागेर अगाडि बढ्न अब हामी पनि प्रतिबद्ध छौँ भन्दा हामी धेरै उत्साहित भएका छौँ। अनि भाइहरू सबैले हार्दिक तपाईँहरूको चाहिँ एकदमै सुस्वास्थ्य, दीर्घायु र चाहिँ लोकप्रियताको एकदमै कामना गर्दै तपाईँलाई हार्दिक बधाई धन्यवाद दिन चाहन्छु। र हाम्रो यो महायज्ञ एउटा ऐतिहासिक महायज्ञ हो। यसमा सबै साथीहरूले दिल खोलेर दिल गरेर अलिकति मैले अहिले भने अलिकति मलाई पीडाबोध भएर भनेको हो। त्यो अलिकति यसमा समय दिनु अनि अलिक दिनले अरू कुरालाई थाकेर यसैमा लागौँ अनि आउँछु भने बेला आइपुगौँ बोल होइन। अनि सबैले चाहिँ गर्ने भनेको ट्याटरी जेमा लिएर बसिरहन पर्दैन। यहाँ आएर काम बाँडफाँड गरेर यसले यो गर्ने भनेपछि आफ्नो काममा लाग्ने भयो। तर प्रगति हो बेला बेलामा सुनाउनु पऱ्यो होइन, त्यही कुरा हो।